नमस्कार भाइ बहिनीहरू। आज म तपाईहरुलाई बीआईटी को बारेमा जानकारी गराउन खोज्दैछु। मैले आज यो भिडियो किन बनाएँ भन्दाखेरि कतिपय साथीहरुलाई बीआईटी को बारेमा एकदमै धेरै कन्फ्युजन छ। कुन युनिभर्सिटीमा नेपालको कुन युनिभर्सिटीमा बीआईटी पढाइ हुन्छ, कुन गभर्नमेन्ट कलेज हो, कुन चाहिँ प्राइभेट कलेज हो भन्ने कुरामा धेरै कन्फ्युजन भएको कारणले गर्दाखेरि मैले यो भिडियो बनाउन खोज्दैछु। तपाईहरुले राम्रोसँग यसलाई हेर्नु होला। र नेपालमा हेर्नुहुन्छ भने विभिन्न युनिभर्सिटीहरू छ नेपाल गभर्नमेन्ट अन्तर्गत। त्यसमा धेरै युनिभर्सिटीहरू मध्येमा काठमाडौँ युनिभर्सिटी, त्रिभुवन युनिभर्सिटी, पोखरा युनिभर्सिटी, पूर्वाञ्चल युनिभर्सिटी र राजर्षि जनक युनिभर्सिटीमा विशेष गरी बीआईटी प्रोग्राम पढाइ हुन्छ। र अब तपाईहरुलाई बीआईटी को फुल फर्म त पक्कै थाहा छ होला, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी। किन अहिलेको समयमा करेन्ट सिनेरियोमा सबभन्दा धेरै विद्यार्थीहरूले पढ्न खोज्नु भएको प्रोग्राम हो है। त्यहाँभित्र के छ कसो छ भन्ने कुरा चाहिँ तपाईले आफूले रिसर्च गर्न सक्नुहुन्छ। र मैले आज यो अघि पनि मैले भने भिडियो किन बनाएँ भन्दाखेरि विद्यार्थीले कन्फ्युजन केमा भयो भन्दाखेरि कतिपय कलेजहरूले चाहिँ हाम्रो कलेजमा बीआईटी प्रोग्राम छ, हामी चाहिँ टियु एफिलिएटेड हो भनेर पनि भनिदिनु भएको कारणले गर्दा विशेष गरी विदेशी कलेजका सरहरूले म्यामहरूले चाहिँ यो कुरा भन्नुभयो भन्ने विद्यार्थीले भन्नुभएको कारणले गर्दा मैले विद्यार्थीहरूले कन्फ्युज नहोस् भनेर यो भिडियो बनाएको। र नेपालमा हेर्नुहुन्छ भने त्रिभुवन विश्वविद्यालय अन्तर्गत मात्र तपाईँको गभर्नमेन्ट कलेज छ। कुनै साथीहरूले गभर्नमेन्ट कलेजमा बिए पढाइ खोज्नु भएको छ भने त्रिभुवन विश्वविद्यालयभित्र मात्र गभर्नमेन्ट कलेज छ। त्यो बाहेक अरू सबै युनिभर्सिटीहरू भनेको चाहिँ प्राइभेट युनिभर्सिटीहरू नेपालमा त्रिभुवन विश्वविद्यालय मात्रै गभर्नमेन्ट युनिभर्सिटी भएको कारणले गर्दाखेरि तपाईले बुझ्नुपर्ने हुन्छ कि गभर्नमेन्ट कलेज खोज्दै हुनुहुन्छ भने तपाईले त्रिभुवन विश्वविद्यालय बाहेक अन्तमा पाउनुहुन्न। र बीआईटी को सवालमा त्रिभुवन विश्वविद्यालयमा सबभन्दा धेरै कलेजहरुमा पढाइ हुन्छ। त्रिभुवन विश्वविद्यालयभित्र त्यहाँ कन्स्टिट्युट कलेज र एफिलिएटेड कलेज भनेर छुट्याएको हुन्छ। कन्स्टिट्युट कलेज भनेको चाहिँ तपाईले बुझ्दाखेरि यो गभर्नमेन्ट कलेजलाई भनिन्छ। अब बीआईटी प्रोग्राम चाहिँ कुन कलेजमा पढाइ हुन्छ त कन्स्टिट्युट कलेजमा अथवा गभर्नमेन्ट कलेजमा भन्दाखेरि यदि तपाईहरु भ्यालीभित्र हुनुहुन्छ, काठमाडौँभित्र हुनुहुन्छ भने जम्मा 4 वटा मात्रै कलेजमा पढाइ हुन्छ। त्यो भनेको अमृत साइन्स क्याम्पसमा पढाइ हुन्छ, पाटन मल्टिपल क्याम्पसमा पढाइ हुन्छ, पद्मकन्या क्याम्पसमा पढाइ हुन्छ र पद्मकन्या क्याम्पसमा गर्ल्सहरुलाई मात्रै पढाइ हुन्छ, बोइजहरुले पढ्न पाउनुहुन्न। र त्यसैगरी भक्तपुर मल्टिपल क्याम्पसमा पढाइ हुन्छ। यो बाहेक अरू कुनै पनि कलेजमा बीआईटी प्रोग्राम पढाइ हुँदैन। त्रिभुवन विश्वविद्यालय अन्तर्गत कुरा गरिरहेको छु है मैले। र त्यसैगरी भ्याली बाहिर जानुभयो भने विभिन्न सिटीहरुमा कलेजहरु, विभिन्न सिटीको कलेजहरुमा आङ्गिक कलेज भनेको गभर्नमेन्ट कलेजमा पढाइ हुन्छ। जस्तै विराटनगरमा महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पसमा पढाइ हुन्छ। त्यसैगरी विराटनगरमै डिग्री क्याम्पसमा पढाइ हुन्छ। त्यसैगरी सिराहामा तपाईको सूर्यनारायण सिंहमा पढाइ हुन्छ। वीरगञ्जमा ठाकुरामा पढाइ हुन्छ। भरतपुरमा वीरेन्द्र मल्टिपल क्याम्पसमा पढाइ हुन्छ। त्यसैगरी सिद्धनाथ साइन्स क्याम्पस महेन्द्रनगरमा पढाइ हुन्छ। महेन्द्र मल्टिपल क्याम्पस नेपालगञ्जमा पढाइ हुन्छ र भैरवा मल्टिपल क्याम्पस भैरवा मात्रै पढाइ हुन्छ। यो बाहेक टियुको कुनै पनि कलेजमा बीआईटी पढाइ हुँदैन। यसमा कन्फ्युजन नहुनु होला। त्यसैगरी अब काठमाडौँ विश्वविद्यालय अन्तर्गत जानुभयो भने एउटा मात्रै कलेजमा पढाइ हुन्छ। काठमाडौँ विश्वविद्यालयभित्र एक ठाउँमा मात्रै पढाइ हुन्छ, अन्त पढाइ हुँदैन। यसमा चाहिँ फेरि अर्को पनि ध्यान दिनुहोस्, काठमाडौँ विश्वविद्यालयमा पढ्दाखेरि तपाईँ साइन्सको विद्यार्थीले मात्रै बीआईटी पढ्न पाउनुहुन्छ। अब अरू युनिभर्सिटीहरुमा टियुमा, पोखरामा, पूर्वाञ्चलमा, राजर्षि जनक युनिभर्सिटीमा चाहिँ तपाईको म्यानेजमेन्ट पढेको विद्यार्थीले पढ्न पाउनुहुन्छ। तर काठमाडौँ युनिभर्सिटीमा चाहिँ तपाईको एउटा मात्रै यस्तो प्रोग्राम छ बीआईटी काठमाडौँ युनिभर्सिटीभित्र, त्यहाँ चाहिँ साइन्सले मात्रै पढ्नुहुन्छ, अरूले पढ्न पाउनुहुन्न। र अब तपाईले पोखरा विश्वविद्यालयमा पनि बीआईटी पढाइ हुन्छ। विभिन्न कलेजहरुमा, पूर्वाञ्चलमा विभिन्न कलेजमा पढाइ हुन्छ, राजर्षि जनकमा पनि विभिन्न कलेजमा पढाइ हुन्छ। तपाईहरुले त्यो चिज आफ्नो सम्बन्धित कलेजहरुको युनिभर्सिटीको वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ। र मैले यो भिडियो फेरि पनि अघि भने जस्तै फेरि मैले यो भिडियो किन बनाएँ भने विद्यार्थीले कन्फ्युज के बनाउनुहोस् भने कुनै पनि कलेजमा चाहिँ काठमाडौँमा यो 4 वटा कलेज बाहेक टियुको कुनै पनि कलेजमा बीआईटी पढाइ हुँदैन हो। किनभने विदेशी कलेजमा छ, विभिन्न लोकेसनमा काठमाडौँको विभिन्न ठाउँमा विदेशी कलेजहरुमा बीआईटी पढाइ हुन्छ। तर त्यो टियुको एफिलिएटेड कलेज होइन। त्यो भनेको चाहिँ टियुसँग इक्विभ्यालेन्सी हो। इक्विभ्यालेन्सी र एफिलिएटेड
कलेज भनेको फरक कुरा हो। एफिलिएटेड भनेको चाहिँ तपाईँको त्रिभुवन विश्वविद्यालयले नै त्रिभुवन विश्वविद्यालयले नै डिजाइन गरेको कोर्स अन्तर्गत पढाउनलाई एफिलिएटेड भन्छ। तर अब विदेशी कलेजहरूले चाहिँ नेपालको इन्डस्ट्रीमा समकक्षता लिनुपर्ने भएको कारणले गर्दाखेरि ट्युसँग एउटा चाहिँ राज्यको नियम के छ भने समकक्षता अथवा इक्विभ्यालेन्सी लिनुपर्ने भएको कारणले गर्दाखेरि विद्यार्थीले यसमा कन्फ्युजन हुनुहोस्। यो 4वटा ट्युको 4वटा कलेज बाहेक अरू कलेजमा बीआईटीको पढाइ हुँदैन, काहीँ पनि छैन, यसमा कन्फ्युजन होला। त्यस कारणले गर्दाखेरि कुनै कलेजले तपाईँलाई चाहिँ हाम्रोमा चाहिँ बीआईटी प्रोग्राम पढाइ हुन्छ, हामी चाहिँ ट्यु एफिलिएटेड कलेज हो भनेर कसैले भन्नुभयो भने त्यो गलत कुरा हो है। त्यसको लागि तपाईँहरूले सम्बन्धित युनिभर्सिटीको वेबसाइटमा गएर पनि चेक गर्न सक्नुहुन्छ। त्यही भएर आफूले पनि कतिपय कुराहरू हो कि होइन भन्ने कुराहरू हेर्ने प्रयास गर्नु होला, किनभने त्यो हेरियो भने तपाईँलाई सजिलो हुन्छ। अब ट्युको वेबसाइट तपाईँलाई चाहिन्छ भने म यहाँ तपाईँलाई राखिदिन्छु, इन्फो पनि राख्दै होला, iost.edu.np। त्यहाँ हेर्नुभयो भने सबै तपाईँको चाहिँ कुन कलेजमा बीआईटी पढाइ हुन्छ, कुनमा छ छैन भन्ने कुरा सबै राखिदिएको छ। त्यही भएर त्यो कुराहरू एकदमै ध्यान दिनु होला, किनभने बीआईटी सबैको धेरै विद्यार्थीहरूको चाहना छ। तर अब कहाँ पढ्ने के पढ्ने, विदेशी कलेजमा पढ्दा पनि भयो, नेपाली युनिभर्सिटीमा पढ्दा पनि भयो। तर तपाईँको यसमा कन्फ्युजन भने कि काठमाडौँमा प्राइभेट कलेजमा बीआईटी पढ्छु भनेर खोज्नुभयो भने तपाईँले पाउनु। त्यही भएर मैले यो भिडियो बनाएको। तपाईँहरूलाई अरू पनि तपाईँहरूलाई केही जानकारी लिनु मन छ भने तपाईँले चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। त्यो अनुसारको म समय मिलाएर भिडियो बनाउनेछु। आजलाई यति गरौँ, धन्यवाद।